सिस्टरको नाममा सबैलाई जय मसी। Good evening to you all. आज म तपाईहरुलाई अनि मैले सिकेको कुराहरुबाट केही कुराहरु म तपाईको अनि माझमा भन्नेछु। Today I'm going to share with you what I have learned. हामी आजको अध्याय रोमी 6:23 पदलाई हामी हेर्नेछौँ। Today we are going to see look from the Romans 6 verse 23, and it goes like this. म एकचोटि त्यो पढेर तपाईको निम्ति सुनाउने छु, तपाईले ध्यान दिएर। And I'm going to read it. Please listen to me carefully. किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको चित्तैको वरदान यसो हाम्रो प्रभुमा अनन्त जीवन हो। Because the wages of sin is death, but the gift of our Lord is eternal life. तपाईलाई थाहा नै छ अनि के भन्दा पाप भनेको छ है यहाँ यसमा चाहिँ पापीहरुमा तीनटा चाहिँ मुख्य पोइन्टहरु छ, पाप, ज्याला र मृत्यु। Here we have what the sinners need to do is we have is one is sin, second is wages, and another is death. पाप चाहिँ एउटा मानिसबाट सुरु भएको छ। And the sin begins from the one man. जस्तै रोमीको 5 अध्यायको 12 पदमा एउटा मानिसद्वारा पाप भएको छ, त्यसले गर्दा त्यो पाप सबैमा फैलिदै गएको छ। Like Romans 5:12 says, in the beginning, from the one man, the sin came, and it goes to all the earth. त्यो चाहिँ आदम अनि हवा जुन परमेश्वरले गर्नुभएको पहिलो सृष्टिको मानिसहरू हुन् र उहाँहरूको कारणले गर्दाखेरि उहाँहरूले गरेको त्यो पापको कारणले गर्दा हामीमा त्यो पापहरू अनि हरेक मानिसमा सर्दै आयो र त्यसै कारण मानिसहरू सबै संसारमा पापी हुने गर्दछन्। And they were the Adam and Eve who started the sin, and because of they and we are all in sin today. अनि त्यो पापको कारणले गर्दा हरेक मानिसमा त्यो पापहरू फैलिदै गएको कारणले गर्दा प्रभु येशू ख्रीष्ट चाहिँ अनि त्यो पापहरूको अन्त्य गर्नको निम्ति फेरि जन्म लिनु पर्यो। Because of the termination of that sin, Jesus Christ need to come into the earth. अनि त्यो पापको कारणले गर्दाखेरि परमेश्वर अनि कल्वरी क्रुसमा पनि मर्नु पर्यो। Because of the same sin, Jesus Christ need to went into the cross. अनि धेरै मानिसहरूको पापहरू येशू ख्रीष्टले चाहिँ कहाँनिर अन्त्य गर्नुभयो भन्दा हामी सबैको पापहरू उहाँले त्यो पापलाई लिएर यहाँ कल्वरी क्रुसमा उहाँ चाहिँ मरेको कारणले गर्दा अनि त्यो पापहरू चाहिँ उहाँको मृत्युबाट नै अन्त्य भएको छ। When he died in the cross, and all the sinners' sin were there into the cross, and he finished right up there all the sins. र त्यो पापको कारणले गर्दा अनि प्रभुले चाहिँ आफूलाई चाहिँ एउटा पापको ज्याला है पापको ज्याला चाहिँ उहाँले चाहिँ मृत्यु अनि दिनुभएको छ। Yeah, and the wages of sin is death, and the same death he received as the wages of sin. ज्याला भनेको चाहिँ हामीलाई थाहा भएको कुरा हो, हरेक मानिसले अनि कुनै पनि काम गरेपछि उसले पाउने एउटा पारिश्रमिक हो। And the wages means the outcome, like what we do and what we receive, and that's wages. र त्यस्तै ज्याला प्रभुले मानिसहरूले गरेको त्यो पापहरूको कारणले गर्दा प्रभुले चाहिँ अनि त्यो ज्याला चाहिँ प्रभुले हाम्रो चुकाउनु पर्ने त्यो ज्याला चाहिँ प्रभुले आफू मरेर नै त्यो चुकाउनु भएको छ। And because of our sin of our wages, he went to the cross to pay for all the wages. र उहाँले चाहिँ त्यो पापको ज्याला चाहिँ उहाँले मृत्यु है मरेर नै हामीलाई चाहिँ उहाँले जीवन दिनुभएको छ। Yeah, and he went to the death, and he gave us the he gave us the freedom.
र हामी अब यो मृत्युमा आएका छौँ मृत्यु भनेको चाहिँ हामी कतिजनालाई थाहा छ How much you guys know about the death? Now we are in death. How death? Okay. रोमी 6 को 5 अध्यायमा के भनेको छ म तपाईको अगाडि पढ्नेछु मृत्युको बारेमा Romans 6:5 verse says, and it goes like this. यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौँ भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँग एक हुनेछौँ If we are with God in the cross, then we will be in the same place in the time of resurrection of our God. प्रभु येशू ख्रीष्ट चाहिँ हाम्रो निम्ति हाम्रो पापको निम्ति उहाँ मरेको कारणले गर्दा हाम्रो पापहरू चाहिँ अनि मृत्युमा गएर चाहिँ अन्त्य भएको छ Because of our death, God went to the cross, and because of His death, and our all sin went with Him into the cross. मृत्यु चाहिँ प्रभु येशू ख्रीष्टबाट नै सुरु भएको हो Death begins from the Lord Jesus Christ. यो चाहिँ हरेक मानिसमा चाहिँ यो मृत्यु भन्ने कुरा चाहिँ हुनै पर्दछ And all people need to die one day. मृत्यु चाहिँ कति किसिमको हुन्छ तपाईलाई थाहा छ Okay, how many kinds of death do you know? How much they are? 2, right? Okay. एउटा चाहिँ शारीरिक अनि अर्को चाहिँ आत्मिक One is physical and another is spiritual death. अनि शारीरिक भनेको हाम्रो यो देखिने कुराहरू शारीरिक भनेको एउटा नष्ट भएर कुहिएर सरेर जाने हाम्रो शरीरको कुराहरू देखाउँछ And the body, as a physical means, is our body which will die or finish one day into the grave. अनि आत्मिकी भनेको चाहिँ हाम्रो जुन आत्मा हो त्यो कहिले पनि अन्त्य हुँदैन त्यो चाहिँ जहिले पनि त्यो आत्मा चाहिँ जीवित नै रहिरहन्छ है And spiritual means, the spirit means is which is inside of us and it never goes in. It will be for alive forever. यदि हामी परमेश्वरसँग हामी नजिक भएका छैनौँ र हाम्रो पापहरूलाई चाहिँ हामीले परमप्रभुको सामुमा हामीले आफ्नो पापहरूलाई स्वीकार गरेका छैनौँ भने हामी आत्मिक रूपमा पनि अनि त्यो चाहिँ मरेका जस्तै हुन्छौँ If we not believe that God has went to the cross, and if we don't believe that, then our spirit and our physical body will die one day. अनि प्रभु येशू ख्रीष्टले चाहिँ के गर्नुभएको छ यदि तिमीहरूको त्यो पापहरू तिमीहरूका बोझहरू गरुङका भारीहरू तिमीहरूले गरेका ती नराम्रा कुराहरू मेरो अगाडि ल्याएर तिमीले स्वीकार गर्यौ भने अनि तिमीले चाहिँ एउटा अनन्तको जीवन पाउनेछौ भनेर प्रभुले And God also promises us to that, like if you come to me and I will give you the rest, and if you not come to me, then you will have the heavy burden yourself. हामी चाहिँ एउटा शारीरिक रूपमा हाम्रो मृत्यु भए तापनि हामी चाहिँ आत्मिक रूपमा प्रभु येशू ख्रीष्टसँगै हामी जीवित हुनु पर्दछ Even though our body will be die one day, but our spiritual life with God one day into the heaven. प्रभुले चाहिँ हाम्रो शरीरको अन्त्यसँगै अनि उहाँले चाहिँ आफ्नो मृत्युसँगै यो मृत्युलाई पनि उहाँले यहाँ ल्याएर अन्त्य गरिदिनु भयो र यो शरीरको मृत्युलाई पनि उहाँले अन्त्य गरिदिनु भयो र यो आत्मिकीलाई चाहिँ एउटा उहाँले चाहिँ आफूसँग स्वर्गमा लिनलाई चाहिँ आत्मालाई उहाँले जीवित राख्नुभयो He went to the cross because of to take this sin and this physical sin also, and but this spirit will be go with the Lord one day into the heaven when we die. अनि त्यस्तै गरेर हामी यो चाहिँ पापीहरूको निम्ति यो थियो अब चाहिँ हामी एउटा परमेश्वरले हामीलाई दिनुभएको एउटा उपहारको विषयमा हामी भन्नेछौँ And the another side we have the God and we have some gifts of our God. उपहार भनेको हामीलाई थाहा छ यदि कुनै पनि व्यक्तिले हामीलाई आफूले मेहनत परिश्रम गरेर अनि एउटा साथीलाई दिने एउटा गिफ्ट उपहार हो As we all know that what the gift is, the gift means like this: if we give something to others in free without cost, and that means the gift. Yeah. जस्तै एउटा उदाहरणको लागि है देवराले मलाई
कुनै पनि भनौँ एउटा गिफ्ट दिन चाह्यो उसले चाहिँ एउटा पसिना बगाएर मेहनत गरेर उसले मलाई त्यो गिफ्ट दिन्छ है तर त्यो गिफ्ट चाहिँ मलाई दिएको चाहिँ मलाई उसले के गरेर दियो त्यो चाहिँ मलाई थाहा हुँदैन For example, if Deborah wants to give her some gift, then she has to do something work for that, to earn money or something like that, to give her to the gift. But the Asma doesn't know about how the gift is coming, like how much does it cost. त्यस्तै गरेर हाम्रो प्रभु येशू ख्रीष्टले पनि हामीलाई एउटा उपहार दिनुभएको छ In the same way, God, Jesus Christ, also gave us the one gift, and that's a beautiful one. त्यो चाहिँ प्रभुले आफ्नो त्यो कल्वरी क्रुसमा बगाएको रगत And that is the gift, what He spent His own blood into the cross. त्यसै गरेर प्रभुले चाहिँ हामीले सहनुपर्ने त्यो पापहरूको अनि त्यो क्रोधहरूको दण्ड चाहिँ हामीले पाउनुपर्ने त्यो चाहिँ प्रभुले आफूले भोगेर चाहिँ आफूले मृत्यु लिएर हामीलाई त्यो उपहार दिनुभएको छ With all kind of wages and pain and all the burden things and like murder, like death and everything, what we had to be before, but God, Jesus Christ, took these all things in Him, and He gave us the gift of eternal life. मैले भन्न खोजेको चाहिँ यो उपहार पनि परमेश्वरले हामीलाई त्यो आफ्नो रगत आफ्नो पसिना आफ्नो दुःख पीडाहरूबाट हामीलाई दिनुभएको उपहार हो Like who is if receiver doesn't know about how much does it to pay or how much does it cost. In the same way, God paid a lot for this, and we have in free today. This gift is. त्यो उपहार चाहिँ हाम्रो अनन्त जीवन हो जो हामी शारीरिक रूपमा मरे तापनि त्यो आत्मा चाहिँ प्रभुमा जीवित रहने त्यो अनन्त जीवन हो And the gift is the eternal life. If we die, then at that time also our spirit will be with God, and that's called the eternal life. जस्तै बाइबलमा भनेको छ परमेश्वरले यदि तिमीले तिम्रा सबै कुराहरू अपराधहरूलाई त्यागेर है तिम्रा पापहरूबाट तिमीहरू अलग रहेर मेरो नजिकमा आएर तिमीले आफ्नो पापहरूलाई स्वीकार गर्यौ भने म तिमीलाई के दिनेछु भन्नुभएको छ अनन्त जीवन दिनेछु भनेर बाइबलमा भनेको छ And the Bible says and God says that if you confess yourself and all the sins, all the bad habits and all bad things, and you come to me with burden, humble heart, then I will receive you and I will give you the eternal life. यो अनन्त जीवन चाहिँ संसारमा भएका परमेश्वरलाई विश्वास नगर्ने मानिसहरूले त्यो अनन्त जीवन पाउन सक्दैनन् This eternal life is not for the who will not believe that God took our sin into the cross. तर जतिले हामी प्रभुलाई आफ्नो मुखले प्रभु भनेर स्वीकार गरेका छौं तिनीहरूको निम्ति यो अनन्त जीवन हो And who confess that Jesus Christ is our Lord, then they will be in the eternal life. त्यो अनन्त जीवन चाहिँ हामी मरेपछि पनि प्रभुमा त्यो स्वर्गमा गएपछि अनि प्रभुसँग हामी जीवित रह्यौं भने त्यो अनन्त जीवन हो And the eternal life means if we die, and at that time also we will be alive into the heaven. And that's the eternal life. येशू ख्रीष्ट अनि हामी पापीहरूको निम्ति एउटा जन्म दिनुभयो अनि उहाँको मृत्युसँगै येशू ख्रीष्टको मृत्युसँगै अनि हामीले चाहिँ एउटा अनन्त जीवन पाएका छौं And Jesus Christ, He burned for us, and He went to the cross for us, for our death. त्यसपछि येशू ख्रीष्टले आफ्नो त्यो बगाएको रगतले नै हामी एउटा पवित्र अनि शुद्ध हुन सक्छौं Because of His only one blood, we can be healed and we can be redeemed. जब हामी प्रभुको त्यो दुःख कष्ट वेदनाहरूलाई त्यो मृत्युलाई हामी सम्झन्छौं अनि हामीले चाहिँ एउटा अनन्त जीवन हामीले पाएका हुन्छौं When we remind the blood of Jesus Christ, then He will give us the gift. हाम्रो प्रभु भनेको छ यहाँ And here is the Lord, and
We can say it like this. प्रभु जो परमेश्वर पिताले जुन अनि पुत्र येशू ख्रीष्टलाई संसारमा पठाएर अनि नपठाएको भए अनि येशू ख्रीष्टले हाम्रो निम्ति रगत नबगाएको भए अनि हामी पनि यसरी उद्धार र मुक्ति पाउन सक्दैनौँ। And if God doesn't send His only one begotten Son into the earth to redeem us, if He was not come to the earth, if He was not come to the cross, then we still had to be paid for all the sins. प्रभु येशू ख्रीष्टले आफ्नो ठुला ठुला अगमवक्ताहरूसँग प्रतिज्ञा गरेको मध्ये अनि येशू ख्रीष्टले संसारमा जन्म लिनु भएको थियो। And Jesus Christ not came immediately, but the prophesied was many times before He came. हाम्रो प्रभु येशू ख्रीष्टले चाहिँ येशू ख्रीष्टलाई यो संसारमा पठाएको कारण अनि म नभए तापनि तर मैले जो पठाएको छु अनि उहाँलाई चाहिँ तिमीले आफ्नो पापहरू आफ्नो मुखले चाहिँ स्वीकार गरेर विश्वास गर्नुपर्दछ भनेर भन्नुभएको छ। And God says that you need to confess from your mouth that Jesus is Christ, Jesus is your Lord, and you will be saved. एउटा कुरा चाहिँ यता चाहिँ है एकदमै पापीहरू भनेपछि यता चाहिँ दुःख भएको कुराहरू जनाउँदछ जुन चाहिँ एकदमै स्याड भएको कुराहरू निराश भएको कुराहरू है अनि पाप अनि ज्याला अनि मृत्यु चाहिँ तिनटै कुरा चाहिँ एकदमै दुखित कुरा हो। अनि यता चाहिँ परमेश्वरले जुन हाम्रो जीवनमा दिनुभएको उपहारहरू छ अनन्त जीवन छ यता चाहिँ एकदमै खुसी भएर आनन्दित भएर प्रभुमा विश्वास गर्ने कुराहरू छ। In this side, the people will be with sad faces and like fear of death and all the things, but at that side, at the God side, we will be happy all the time in God. किनभने प्रभुले हाम्रो निम्ति उपहार दिनुभएको छ अनन्त जीवन दिनुभएको छ र येशू ख्रीष्टलाई चाहिँ हाम्रो निम्ति पठाएर उहाँ चाहिँ हाम्रो निम्ति बलिदान हुनुभएको छ। Why we become happy is because of God gave us the beautiful gift, and that's the eternal life through Jesus Christ. अनि त्यसै कारणले गर्दा यसमा चाहिँ लास्टमा एउटा निचोडको कुराहरू के आउँछ भने हामी चाहिँ पहिलो नम्बरमा हामीले आफूले गरेका विगतका वर्षहरूमा विगतका महिनाहरूमा गरेका सम्पूर्ण पापहरूलाई अपराधहरूलाई अनि भुल गल्तीहरूलाई प्रभुको अगाडि पूर्ण रूपमा स्वीकार गरेर येशू ख्रीष्टमा फर्कनु हो। And the first thing, finally, how we receive the gift of God is one thing. We need to believe that Jesus Christ come to the earth and killed Himself, like dead, died, and took our all the sins. अनि प्रभुले चाहिँ हामीलाई एउटा प्रतिज्ञा छोडेर जानुभएको छ है त्यो चाहिँ हामी चाहिँ प्रभुमा जबसम्म हामीलाई प्रभु येशू ख्रीष्ट भनेर हाम्रो मुखले प्रभुलाई स्वीकार गर्दैनौँ अनि ग्रहण गर्दैनौँ अनि तबसम्म चाहिँ हामी यस्तै निराश भइरहन्छौँ कि हामीले एउटा ग्रहण गर्यौँ मुखले स्वीकार गर्यौँ भने यस्तै खुसी भइरहन्छौँ। And also God says that if we do not confess that Jesus Christ as our Lord, then we will be like this guy, the sad guy. If we confess that Jesus Christ is the Lord of all our, and we will be like that guy, the happy one guy. Yeah. हुन्छ अनि मैले चाहिँ आफ्नो क्लासहरू सिकाएको छु अनि यहाँ भएको सबैजनाले यहाँ मात्रै होइन मुखले स्वीकार गरे भनेको यहाँबाट टाढा गएपछि पनि तपाईहरुलाई कृपा गरेर हात जोडेर भन्छु तपाईहरुले चाहिँ बाहिर गए येशू ख्रीष्टलाई चाहिँ नछोड्नु होला है। Yeah, and the only one final thing I want to tell you all that wherever you go, wherever you will live, that never forget that Jesus Christ is your Savior, and never forget that Jesus Christ went to the cross for your sin. Yeah. Thank you. परमेश्वरलाई धन्यवाद अनि यो समय दिनुभएको लागि आशिषलाई पनि धन्यवाद धेरै मसी। Thank you for this time and for yeah, धन्यवाद. Thank you for watching.